Hi everyone, welcome back to my YouTube channel. स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा है। धेरै दिन बाद भ्लगिङ गर्दैछु। बिर्सिसके के कतिवटा पहिला चाहिँ अब मजा आउँथ्यो बनाउनु है। 1 वर्ष 2 वर्ष 3 वर्ष भयो मैले YouTube चलाएको हैन। 1 वर्ष 2 वर्ष हुन आँटे ग्याप गरेको चाहिँ मैले कम्ती गर्दै हाल्दै थिए कन्टेन्ट र आज चाहिँ म एउटा भिडियो बनाउँदैछु है। त्यो भिडियोमा चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो भाइ चाहिँ 3 वर्ष बाद बाहिर थियो है दुबईमा। 3 वर्ष बाद चाहिँ आज मलाई भेट्नुको लागि चाहिँ कालिम्पोङ आइरहेको छ है। भोलि भाइटिका अन्त भाइटिका लगाउनुको लागि चाहिँ भाइ आइरहेको छ है। अन्त आज चाहिँ म तपाईहरुलाई मेरो भाइसँग भेटाउने छु र मसँगै बनिरहनु होला अन्त्यसम्म। हेरि चाहिँ आइसकेछ है। म चाहिँ ड्युटीबाट चाहिँ अहिले घर जाँदैछु। यस्तो घाम लागिरहेको छ आज हो। तिनीहरू आएर पनि अघि बसेको थियो। खासै मलाई अघि बोलाउँदै थियो कि तर म चाहिँ जानु नै भ्याइनँ। अहिले ब्याग बोकेर अफिसबाटै घर जाँदैछु तिनीहरूलाई भेट्नुको लागि। सो हेर्दै गर्नु होला अन्तसम्म। यहाँ आइपुग्यो दुबईबाट मान्छेहरू। के सुतेको थियो क्या भाइ चाहिँ सुतिरहेको गर्दाखेरि चाहिँ मैले भिडियो सुट गरिनँ। त्यतिकै एन्ड गरेँ। त्यहाँदेखि गाडीको कफहरू गरेँ है। त्यसकै भोलिबाट फेरि भाइटिका एकैचोटि लगाइदिएँ। चाहिँ एकैचोटि भाइटिका गरेको चाहिँ साथीहरू। माइतीलाई दिएको आशीर्वाद लाग्छ। माइतीले चिनीलाई दिएको आशीर्वाद लाग्छ। पहिला आटाको सिधा लगाइदियो। गर्नु गरेर खानु राम्रोसँगले होइन। त्यही त आशीर्वाद कि दही टाँसिन्थ्यो बाबा? लामो लगाइदियो पहिला। यही पालि त लगाएको होला। मैले अस्तिको पालि त लगाएको थिइनँ है। मैले त गएनौ त भाइ थिएन नि। छप हाल्दैन त बातीमा। छप हाल्दैन। त्यो फुलले नै गर्दौ न। ल ल ठिक छ। शाबास। राम्रोसँग आस्ते आस्ते गर्दा हतार छैन। अब यहाँ सन्देशज्यूलाई पनि पठाइदिनु पर्यो। फोटो खिचेर एकैचोटि तातो तातो पठाइदिन्छ। एकदम राम्रो दिदी अर्को साल सँगै लगाउनुपर्छ। ए अब झन् आउने काम हुन्छ। आउनु पर्यो नि त मान्छे हेरेर ल। गरेर लगिदिने होइन अब? त्यसरी लगाइदिनु बुवालाई। ठुलो कि लामै लगिदिने? आपाले पनि लगाउने अरे। कसको लगिदिने? खोइ आमा। पूजा अनुहार देखेन अलिक राम्रो खिच्ने। म त खतरा यस्तो गरेर न अब जोग्नुपर्छ होइन। गीत चाहिँ यहाँ अब जोग्नु पर्दैन। जोग्नुपर्छ ल। अब यहाँ नानीलाई बेसी बदमास गर्दा त्यसरी कुन्छ भनेको।
सक्दैन कहाँ सक्छ टिका लगाउनु टिका लाउँदैछ भाइले माइक चाहिँ लिएर लाग्दैछ एकछिन दिदीको नेपालीबाट बोल्ने इङ्ग्लिसमा भनेर हुँदैन आशीर्वाद बोल्ने ढोका चिनीलाई दिदी होइन क्या तिमी आमा होइन क्या खुट्टामा ढोक्नु हुँदैन परबाट ढोक्नु खुट्टामा ढोक्नु परबाट ढोक्नु पहिलो बाहिरबाट मेरो कमाउ जुल सो गाइस आज चाहिँ भाइटिका थियो है हामीले भाइटिका पनि लगाइसक्यौँ र अहिले चाहिँ हामी कहाँ आएको छु भन्दा यहाँ तपाईँले देख्नु सक्नुभयो है चाहिँ दुर्पिन गुम्बामै छु भाइ आप्पा नानी सबैजनालाई लिएर है हेर्दै गर्नुहोस् अहिले चाहिँ हामी दुर्पिन घुमेर घर फर्किँदैछु हो हाम्रो फाइनेन्स मिनिस्टर पेन तान्दै जानुहुँदैछ अगाडिपट्टि हाम्रो होम मिनिस्टर फाइनेन्स मिनिस्टर सबै म त होइन फाइनेन्स मिनिस्टर म त होइन